Hello guys, welcome and welcome back to our Chori vlog again. So आजको एपिसोडमा चाहिँ म र आमाले कुकिङ गर्नेछु. So it's me and mom cooking together, है. अन्त घरको कामहरु सकिसके. घरको कामहरु गरिसकिसके है. अब नुहाइकिन निक्लिकिन नुहाएर निक्लिन्जेल चाहिँ सायद आमाले अर्डर गरिसक्नुहुन्छ होला सामानहरु. अन्त तपाईको बस्न हौ. है. अन्त त्यतिबेलसम्म नुहाइन्जेलसम्म सामानहरु आइसक्छ. त्यहाँबाट खाना भन्दा नि मोर ओभर लाइक अ ब्रन्च है. आमाले सामान अर्डर गर्नुहुन्छ होला नुहाएर आइन्जेलसम्म. अन्त सँगै म र आमा बनाउने हो. तपाईहरुलाई पनि देखाउँछु म र आमाको कुकिङ भ्लग. हेरिकिन लाइक र सब्स्क्राइब गरिदिनुस् होला. टुटु आयो सामान हजुर सामान आएको छ. ल आमा केरा त काट्छ रहेछ त. के अरे आज अर्को खालको मगाएको त के भरि छ सकाल खाँदा कस्तो छ यस्तो आज म बढ्छु के अरे आज चाहिँ म खाना नास्ताको जग्गामा यो सकाल खाँदा खाने क्या खाना खाएर जिउ भारी भयो. पास्ताहरू मन पराउँछ नानीहरू. खानुपर्छ के खानुपर्छ हो सरी भगवान्जीको फुल त कमसेकम के अरे अगाडि पहिला निकाल्नु मुनिबाट हाल्दै थिएँ होइन होइन अब अहो आमा यो मगाइदिनुपर्छ. चिनी भेज खाना तर फुटेको पठाइदिएछ. डेट है नोभेम्बरसम्म 19 सालको नोभेम्बरसम्म. छिल्ली इन्डक्सन होइन ग्यासमा गयो फेरि ग्यासमा टाइम लाग्छ नि. ग्यासमा ज्यादा फास्ट फरवर्ड पनि हुँदैन क्या. बराबर चुल्हा त होइन हाम्रो टाइम जस्तो ग्यासमा ऊ हुन्छ फेरि पुलाउ हुन्छ ग्यास चलाउनु पर्छ. यति पानी हुन्छ ठिक हुन्छ होला हौ. पानी किन हुन्छ कहाँ हो घर पाकेन भने पानीको ट्याङ्की बनाउनुहुन्छ होला हौ. पानी यस्तो इन्कमको स्रोत चाहिँ यहाँ केही छैन है. के पानी पकाउँदैछ सिमल गर्नु पर्छ होइन. सफा ठन्डा अङ्ग्रेजको बच्चाहरू इङ्ग्लिसबाट पनि खाने बाली है यसको रक्दुमा इतना ढेर सारा खा भी नहीं पाएगी. ठीक है त्यो त अनि इङ्ग्लिस कम्ती नेपालीदेखि बोल्नु है इङ्ग्लिसमा थोडा बहुत मात्रै बोल्छ नि. खै ऱ्याप गर्ने ल्याएर खालि खा खोज्छ कहाँबाट हुन्छ हौ. हामीलाई पनि टाइम हुन्छ यो केला प्याकेटमा तो बच्चा हेजी भनेर तर आजको राम्रो ल्याएन त हौ. निम्बु र मिर्ची अलग राख. गम्लो यारो मैले गर्दै क्याप ताने अब बिक्री गर्दा हुन्छ फेरि. राख ल हामीलाई त साँच्चै नै खाना बनाउनु आउँदैन. खाना मलाई इन्ट्रेस्टै लाग्दैन नि त कुकिङमा. खाना बनाउनु आउँदैन अनि यो सब चाहिँ के गरेर हामीले यो अब जस्ट अब आफूलाई पेट भर्नु लागेको पैसा चाहिँ कहाँ गयो फेरि यहाँबाट. अब गाइस हाम्रो घरमा नि सामान राखेको जग्गामा पाउँदैन के. एउटा नाटक उता राखिदिन्छ अन्त कस्तो लाग्यो सबलाई ड्युटी जानु स्कुल जानु कसैलाई कहाँ जानु हतार घरको आमा कति इम्पोर्टेन्ट. बहुत इम्पोर्टेन्ट कोही हेल्पर राख्यो भने हेल्परको कति इम्पोर्टेन्ट. भात चाहिँ पठाइदिएछ नि. सिधा कुरो बोइल गर निकाल केटा पात नींबू लीटर चल इसको बनाना था ना फिर ठंडी हो जाएगा. तपाईँको छोरीको मन बुद्धि छ नि त. त्यो चिसो भइहाल्छ फेरि. पहिला के हाल्छ हौ खै यो
कस्तो छ अदुवा रहेछ मात्रै उखु मात्रै भनेर नि त किन उखुवालै छैन नारियल पानी थिएन मेरो हात नोटिसको यहाँको सुगर केन जुस यस्तो हुन्छ सुगर केन त कहाँ देख्नु अन्त पहिलाको एरियामा मात्रै रहेछ अच्छा सबै कुरा खानु खोज्नु हुँदैछ यसमा कोकोनट वाटर पनि ऊ मात्रै रहेछ नि त नोटिस मात्रै थियो त्यसमा त हुँदैन होइन नोइसको नोइस नोटिस थियो नोइसको के को के पेपर बोर्ड हो र यसको उयो खानु छैन तपाईँले कोकोनट वाटर थिएन नोइस नोटिस के अरे नोइसै मात्रै थियो अनि यो खाँच्ला नि हालिदिनु सेम यस खानु अप्ठ्यारो हुँदैन कि यहाँ हालिदिउँ न ए होइन मिक्स गरी नि यहाँ हाल्नु न त नै सेपरेट सेपरेट गर यो मिक्स गरिदिनु हुन्न यो बड़ा है वो छोटो है पतलो है फिर करूँ इसको न न न काय काम बढाउँछ जस्तो छ त्यस्तै खाने होला कडम पनि पऱ्यो खाने तर खानु अप्ठ्यारो भयो नि हाम्रो नानीहरू नि खेमामा फुपा मामाहरूले हर चिज गरिदिएर आदत क्या एकदमै आदत अब नोकरी गर्नुभयो झन् टाइम पाउँदैन ऊ पनि छुट्टीको दिन मात्रै अर्को पनि बिहान 8 बजी जान्छ होइन रह्यो म बुढी घर बिरालु आजकल टिभीको पनि जरुरत पर्दैन मोबाइलमा युट्युब र सबै इन्स्टाग्राम ए इन्स्टाग्राममा त म जान्न त्यो इङ्ग्लिस हुन्छ म अप्ठ्यारो लाग्छ अप्ठ्यारो किन लाग्नु अरे अस्तिको त के भएको अरे मैले इन्स्टाग्राममा गल्तीले यार हेर न म ड्युटी राख्दिनँ त्यति बेला के गर्यो भने सबैजनाले आइदियो मलाई तैँले के स्टोरी हालेको भन्यो अन्त एउटा भाइ थियो भाइले पनि मलाई मतलब ऊ चाहिँ अलिक टाढै नै थियो उसले पनि कल गर्यो तिमीले के स्टोरी हालेको इन्स्टाग्राममा भन्यो म हेर्दैछु न म किन स्टोरी हाल्दिनँ यहाँ हाले पनि विशेष जुन चाहिँ रिच हुन्छ त्यसलाई नै कपी पेस्ट गरेर हाल्छु अन्त त्यहाँबाट के भन्छ हेरेँ त्यहाँबाट मेरो कलिग्सहरूले पनि आइदिन भने तँले क्या डालेर इन्स्टाग्राम पे भने भरे खोलेर हेरेको त त्यो अब गएपछि सामान भनेको के तर के थियो भन्दाखेरिमा त्यो चाहिँ ओनरलाई चाहिँ मैले भाँचेको सिङको फोटो चाहिँ पठाएको थिएँ त्यो फोटो चाहिँ मेरो ग्यालेरीमा थियो आमाले इन्स्टाग्राम हेर्दाखेरि त्यो भाँचेको सिङको फोटो चाहिँ त्यो स्याम्पो स्टेसनको फोटो चाहिँ मेरो इन्स्टाग्रामको उयोमा हालिदिनु भयो स्टोरीमा हाल्दैछ होइन बाई मिस्टेक त्यो चाहिँ उङ्ली लागेको इन्स्टाग्रामको स्टोरीमा फेरि जाने किन त अब हेर्दा के छ कस्तो छ अन्त त्यसरी चाहिँ आमाले चाहिँ भाँचेको सिङ चाहिँ मेरो इन्स्टाग्रामको स्टोरीमा हालिदिनुहोस् फेसबुकमा त कति ट्राई गरेँ होइन केही भएन मलाई नहोला फेसबुक पनि सोधेँ मलाई चाहिँ मामाले भन्नुभएको थियो नि त फेसबुकहरूमा पनि बता न नानीहरू कहाँ जान्छ कसो गर्छ थाहा हुन्छ भनेर जाने छ भने त फेसबुकमा थोरै न हालेको जान्छ आमै गइहाल्छ नि होइन नि तर म जाँदिनँ नि त के जाँदिनँ नि म जाँदैन नि तर पनि अब मामालाई लाग्यो होला नि त भान्जीहरू ठुलो हुँदैछ त्यही त फ्रड गर्ने गयो भने कहाँ जान्छ आमा बाउलाई भने यो कोलामा जाने त्यसरी चाहिँ मैले फेसबुक ओपन गरेको थिएँ होइन के भन्छ फेसबुक सुरु गरेको थिएँ भरे त आफ्नो मान्छेहरू भेट्यो तर के अरे फोटोहरू हाल्नु होइन मलाई त्यति बेला हामी घुम्नु जान्थ्यौँ नि अब त्यहाँको एरिया त्यस्तो थियो हामी घुम्नु पनि विकली जान्थ्यौँ होइन त्यति बेला अन्त नानाको कलेज थियो तेरो कोरमङ्गलामा तेरो कोर्ट चल्दै थियो तर के भयो भने त त्यही हो ऊ हाल्नै जान्दैन स्टोरीहरू हाल्नु सक्दैन सुरुमा हामी हराएको थाहा छैन अन्त सबै कोरमङ्गलाको एरियामा थाहा छ कसैलाई एड्रेस सोध्यो अरे नि उल्टा राइट र लेफ्ट भन्ने त चल्दिन्छ हो खालि म्याडम सर भन्नु जानेको छ लेफ्ट राइट बताइन्छ नम्बर फर्स्टमा होइन नयाँ मान्छेहरू म्याडमलाई सबल ल्याएको छ म त त्यति बेला यतिको पनि बोल्दिनँ थिएँ नि त छैन नानीको फोन आउँछ होइन मामा मेरो क्लास ओभर भयो भन्छ छैन बुढाबुढी हराइरहेको छु 2 दिन हराएको यो फर्केको फोन गर्दा छैन मान्छेहरू भएर हराएको राख्नु उल्टा रूपमा नानी तँ पनि बोल्दैन थिइस् नि त त्यति बेला त म त 1 नम्बर बोलाउँछु जिन्दगीले सिकाउँछ हरेक मोडमा कोही न कोही एक्सपिरियन्स दिन्छ
नलेज दिन्छ मान्छे भेटाउँछ सही गलत होइन यसमा निम्बु आधा कट्टी यसो निम्बु निचोडेर बस अनि नुन हाल्ने नि हौ बिरेन नुन आयो बिरुनु नर्मल नुन हाल्नु न अहिले बिरेन नुन गरेर लक्षण खतम भइरहेको छ यो सेतो नमक ज्यादा नखानु दामी रहेछ निम्बु त है मान्छे दामी अन्त मेरो भएको पनि दामी भन्दा बुढेसकालमा खट्टा मिठा ले बुटे त अब हिजो छ यहाँबाट यस्तो पानी निक्ल्यो एउटाले हुन्छ वान पार्टले मेरो चाहिएको भन्दा चाहिँ कहिले कुक गर्दैछ एकछिन भन्नु बसतिर कुकुरको टेन्सन नखाइ गएछ मैले भने यही खानु हिजो फेरि हेर्नु न गाइस मेरो नाना छ यत्रै हो कार्डियो गर्दा रहेछ मैले के गरेँ फुल बडी फ्याट बर्न गर्ने भनेको कि फुल बडी फ्याट हुनु त पऱ्यो बर्न गर्ने भनेको होइन आफ्नो उसलाई आफ्नो के भन्छ मान्छे चाहिँ यस्तो कि हावाको झुक्काबाट उडेर कुद्दैन आमा उडेर स्कुल पे भन्छ ल फुल बडी यो पाक्यो होला जब तक पूरा नहीं होगा 2 मिनट पछि